ठिकै हिँड्नु न। त्यस्तो रन्कार अनि बाटो लामो छ कि बाइकलाई नि मार पार्नु भएन नि त। हेलो नमस्ते नमस्कार फेरि पनि हाम्रो अर्को भ्लगमा चाहिँ स्वागत छ। हाम्रो कुकै भ्लग अनि तपाईँको खासमा चाहिँ हामी मेची यात्रा गर्दैछौँ। आज यात्राको हाम्रो दोस्रो दिन। बाटोमा आउने धेरै कुराहरू देखाउने कोसिस गर्नेछौँ जस्तै कसले पनि भिडियो हेर्नुहुन्छ साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला होइन। यस्तै मेचीदेखि पश्चिमकालीसम्म त धेरै भिडियोहरू लिएर आउनेछौँ। अहिले चाहिँ ठ्याक्कै हामी सिन्धुली भन्ने ठाउँबाट चाहिँ लगभग 15 किलोमिटर अगाडि विमान भन्ने ठाउँमा पुग्न लाग्यौँ। त्यहाँदेखि चाहिँ अहिले मेची जानको लागि 2टा बाटो छ। त्यहाँ गएर पनि यसो हजुरहरूलाई जानकारी गराउँछौँ। बाटो चाहिँ जानु सही छ होइन, बाटो छिटो छ राम्रो छ भन्ने कुरा चाहिँ त्यहाँ गएर जानकारी हाम्रो भक्तहरू हेर्ने गर्नु होला। त्यो चाहिँ ठ्याक्कै जुन अघि आउँदाखेरि हाम्रो कुरा भएको थियो। तपाईँको यहाँबाट चाहिँ हामी सिन्धुलीबाट आएको बाटो यो, जस्तै कि यहाँबाट काठमाडौँसम्म पुग्ने बाटो यो भयो। अनि त्यसपछि आएर पहिले चाहिँ हामी यो बाटो हुँदै जानु पर्यो। जस्तै यो बाटो भनेको चाहिँ तपाईँको बर्दिवास, यहाँबाट बर्दिवास हुँदै हुँदै तपाईँको भित्री मधेस हुँदै मेची जाने नै बाटो हुनुपर्ने। तर अब आज चाहिँ हामी यो बाटो हिँड्दैछौँ। यहाँबाट गाईघाट हुँदै हुँदै चतारा निस्केर धरान हुँदै पनि भयो होइन। धरान हुँदै गए पनि भयो। अनि यो बाटो चाहिँ हामी किन जाँदैछौँ भन्दाखेरि यताको बाटोभन्दा लगभग आधी नै छोटो पर्ने भएको कारणले तपाईँहरूलाई पनि मेरो जति पनि थाहा भएको मान्छेहरू हुनुहुन्छ यो बाटो कहाँ पुग्छ कहाँ जान्छ भन्ने थाहा भएको मान्छेहरूलाई त केही भन्नु परेन। तर हामी जस्तै उहाँहरू जस्तै काठमाडौँबाट आउने पूर्व जाने बाटो कुन चाहिँ छोटो होला कुन चाहिँ सिधा बाटो होला भन्ने कुरा चाहिँ कन्फ्युजन भयो भने यो मजाले बोर्डमा हेर्न सक्नुहुन्छ। यहाँसम्म आएर विमान खोला भन्छ, पुल तरेर अनि लेफ्ट लाग्दै जानु भने चाहिँ गाईघाट हुँदै हुँदै पूर्व जाने बाटो आउँछ। अहिलेलाई यहाँ यति नै। अगाडिको कुराहरू हाम्रो क्यामेरामा कैद गर्न सक्ने कुराहरू जति चाहिँ देखाउने कोसिस गर्नेछौँ। अहिलेलाई धन्यवाद। नमस्ते नमस्कार सबैजनालाई। गुड मर्निङ छ कन्यामको डाँडाबाट। यो चाहिँ भनेको इलाम जिल्ला कन्याम अति प्रसिद्ध ठाउँ, एकदमै फेमस भनेर चिनिने हाम्रो इलामको चियाबारी कन्यामको स्पेसली। अनि अब हिजो राति आउँदा चाहिँ यहाँको वरिपरि केही कुराहरू देखाउन खासै पाइएको थिएन। अहिले बिहान चाहिँ अब यसो छोटो मिठो 2 शब्द बोलिदिउँ भन्ने कुरा हो। हुन त अब हिजो 17-18 घन्टा बाटो हिँडेर थकाइ पनि लागेर चाहिँ त्यत्तिकै सुत्यो, खानापिना पनि नखाइ। अहिले पनि खासमा भोको नै पेट छ। तर पनि यसो यहाँ आएपछि यत्तिको रमाइलो आफ्नो सानो क्यामेरामा कैद गरेर हजुरहरू माझ यसो पुर्याउन पाए हुन्थ्यो भन्ने चाहिँ के भन्छ र हेतुका साथ यसो सानो। अब धेरै मान्छेलाई त अहिले नेपालभरिको 90% मान्छेलाई त थाहा छ, तर कति मान्छेहरूलाई थाहा छैन इलाम कस्तो चियाबारी भनेको छन् के हो कसो होला भन्ने कुराहरू चाहिँ होइन। अनि हामी चाहिँ घुम्दै आउँदाखेरि 4 भाइ आएको छौँ। मेरो चाहिँ दोस्रो चोटि इलामको यात्रा, उहाँको पनि दोस्रो चोटि, उहाँहरू 2 जनाको चाहिँ पहिलोचोटि। अनि कस्तो लाग्दैछ त इलामको यसो 2 वचन मिठो हान्दिउँ 17-18 घन्टाको यात्रापछि
कन्यामको डाँडामा आएर यो चिया बगानमा चिसो हावा खाँदै वरिपरि हेर्दाखेरि को सानो अनुभव यसो भनिदिने हो कि अर्को गुड मर्निङ कन्यामको डाँडाबाट एकदम रमाइलो छ चिसो चिसो हावा चलेको अब यति बेला हाम्रो टाइम पनि लगभग 9:30 भयो बिहानको घामले मजाले लागिरहेको हावा पनि चिसो जे भयो नि हिजोको 17-18 घन्टाको थकाइ चाहिँ यहाँ आएर मलाई चाहिँ मेटिएको महसुस भयो यस्तो ठाउँमा हिँड्दाखेरि मलाई चाहिँ साह्रै आनन्द आउँछ अब हुन त सबैको आफ्नो कुरा हो के अरे तपाईँको हेर्दैखेरि कि यतै बसाइ सरौ यतै घर यतै बनाएर घर बनेर टक्क राखेर यही डाँडा काँडामा बस्नु पाए हुन्थ्यो जस्तो त्यति आनन्द छ एकदम मनै प्रसन्न हुने मनै खुसी हुने है मलाई चाहिँ एकदम रमाइलो लाग्यो होप गरौँ हाम्रो साथीहरू पनि रमाइलो गरिरहनु भएको होला जस्तो लाग्छ के कसो हो एकदम सही ठिक छ नि त एकदम 18-19 घन्टा हिजो हिँडेर यही हेर्न आएको भनेर दुःख त छैन भन्न चाहिँ क्या हो मिल्छ भातिने सम्भावना नि होला फेरि त पसे पनि हुने रहेछ त है व्हाट्सएप गाइज व्हाट्सएप रमाइलो छ होइन मेन कुरो भनेको उकालो चढ्दा चाहिँ उ त्यहाँबाट यहाँसम्म आउँदाखेरि हेर्नु न स्वा भइहाल्यो उकालो चढ्नु चाहिँ नसकिने रहेछ तर रमाइलो चाहिँ अति रमाइलो जता गयो त्यस्तै अब क्यामेराको त कुरा के गर्नु सबै कुरा त क्यामेरामा कैद गर्न सकिएन आँखाले पनि सबै कुरो कैद गर्न भ्याएन भनेपछि त्यति ठुलो त्यति रमाइलो तपाईँको अब गाउँ भनौँ यो तलको गाउँहरू हेर्नु सहरभन्दा बाक्लो बस्ती छ यतातिरको होमस्टेहरू त्यस्तै कटेजहरू त्यस्तै क्वार्टर बस्ने कि कटेज बस्ने कि होटल बस्ने कि राम्रो खाना बस्न सुविधाका साथ कन्यामको अर्ग्यानिक खानेकुराहरू अति नै रमाइलो छ जति पनि कन्यामको बारेमा थाहा हुनुभएको मान्छेहरूलाई त हामीले केही भन्नु परेन तर पनि अब हामी जस्तै नौलो मान्छेहरू आउनेलाई चाहिँ कम्तीमा 1 हप्ताको टाइम लिएर आउनु होला 1 हप्ता चाहिँ यही कन्याम बसेर कन्याम त्यसपछि फिक्कल त्यहाँबाट माथि पशुपति नगर छ त्यहाँबाट आधी घन्टा 1 घन्टामा दार्जिलिङ पुगिन्छ दार्जिलिङ सिक्किम भ्याउँदै आउँदाखेरि हाम्रो झापाबाट चारालीबाट आउँदा पनि भयो जस्तै मेचीतिरबाट आउने मान्छेहरू हुनुहुन्छ भने यता पश्चिमबाट आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँको बिर्तामोडबाट उकालो लाग्नुभयो भने बाटो धेरै राम्रो छ त्यताबाट घुम्दै आएर यो तपाईँको भयो कन्याम त्यसपछि अगाडि फिक्कल अब यहाँ हामी पनि पुग्न सकिएन अन्तु डाँडा जहाँ चाहिँ सूर्योदय भएको देख्ने र अस्ताउने देख्ने ठाउँ हामी समय नभएर पुग्न सकिएन अनि त्यसपछि त्यो सबै कुराहरू समेटेर घुमेर यहाँबाट दार्जिलिङ हुँदै त्यसपछि उता मिरिक कालिम्पोङ हुँदै तपाईँहरू टिस्टा नदी झरेर अनि मेची बोर्डर काँगरभिट्टा पुगेर त्यसरी फर्केर आउन पनि सक्नुहुन्छ होइन यति चाहिँ मैले अब मलाई आफैलाई पनि थाहा भएको त्यति नै कुराहरू हो पहिले 1-2 चोटि हिँडेको बाटो भएर त्यति कुरा चाहिँ जानकारी गराएँ अब मिठो नमिठो राम्रो नराम्रो जति देखिन्छ क्यामेरामा रमाइलो मानिदिनु होला च्यानललाई पनि यसो सब्सक्राइब गरिदिनु होला भर्खर यसो सुरुवाती गर्दैछौँ राम्रो ठाउँ देखाउने कोसिस गर्नेछौँ अहिलेलाई बिदा माग्छु